हेलो एन्ड नमस्ते गाइज, सबैजनालाई झोरले लाफाको है के गर्नु पर्यो दुखी आत्मा होइन, काम नगरी नभएको। अब गाउँमा बसिया छ, अहिले त बर्खाको सिजन, असार साउन होइन, कोदो रोप्नै पर्यो। कोदो रोप्न आएको बल्ल बल्ल भ्याइयो भनौँ। अब यति 5-7वटा मुठा मात्रै छ, नत्र सबै भ्याइयो है। अहिले चाहिँ म ठारामा छु होइन। हाल यो चाहिँ मेरो बिस्तारा हो, बाँदर हेर्ने होइन। सबैभन्दा त मैले के भन्नु चाहेँ भन्दा यस्तो छ हात त होइन। सबैभन्दा ठुलो कुरा भनेको होइन, सबैजनाले ध्यान दिएर सुन्नु होला है। मान्छे भनेको होइन यस्तै छ क्या, दुःख गर्ने खाने। अब दुःख नगरी त कसलाई खाना हुन्थ्यो र होइन र। म पनि समथिङ अहिले त 2-3 वर्षपछि बल्ल फर्स्ट टाइम हो क्या कोडाल खनेको। खन्नै पर्यो नि, गाउँले हो हामी त। अनि यस्तो भयो, पहिला पहिला होइन मैले रक्सी खान्थेँ, चुरोट खान्थेँ, सबै खान्थेँ, भोला पनि खान्थेँ। अनि अहिले चाहिँ कस्तो लाग्छ भन्दाखेरि सबभन्दा मेन कुरा भनेको मलाई जब सत्य वचन परम ईश्वरीय मार्ग भन्ने त हजुरहरूले पनि कता कता सुन्नुभयो होला, त्यो आयो नि। त्यो आएपछि चाहिँ म पनि सामेल भएँ त्यसमा। सामेल भएपछि मैले के भन्छु भन्दा कि धर्म लिँदै नलिने क्या होइन। लिएपछि चाहिँ त्यही लिए जस्तो गर्ने, अन्त छिन्टर त्यो बिच बाटोमा चाहिँ नसार्ने। जब ल्याइसकेपछि चाहिँ अन्तिमसम्म पुरा गर्नै पर्दो रहेछ क्या। त्यही भएर मैले पनि लिगेर अब समथिङ गइनँ क्या, धेरै भयो, मस्तै चाहिँ भयो होइन। कति महिना भइसक्यो, म पनि अहिलेसम्म गएन। अब चाहिँ जाने खुब ठुलो ढोका छ होइन। अनि के भन्छ, त्यो धर्म लिएको अनि भएन भनेर कामकै सिलसिलामा हाम्रै बजार खौलार बजार भन्छ होइन, खौलार। अनि खौलार पनि मैले काम गर्थेँ। त्यसतिर चाहिँ मन्दिरमा गएँ होइन। मन्दिरमा गएर चाहिँ मैले के गरेँ भन्दा, पापी त म लास्टी पापी चाहिँ हो क्या होइन खै। अनि मन्दिरमा गएर ल आजको दिनदेखि मैले रक्सी खाँदिनँ भनेर एउटा कन्ने केटीको हातबाट टिका लगाएँ। टिका लगाएपछि चाहिँ नि रक्सी समथिङ खाना पनि खाइनँ, धेरै मस्ती खाइनँ क्या। अब भनौँ न 2-3 महिनै खाइनँ। त्यसपछि कसो कसो भयो होइन मलाई। अनि त्यस्तै त हो, तनावै तनाव क्या, घरको त्यस्तै तनाव, आई आफन्त त्यस्तै तनाव। अब पहिला पहिला म घरको यस्तो थिएँ कि सबैभन्दा प्यारो मान्छे थिएँ। त्यति त मैले कमाउन सक्थेँ नि त, अहिले त मैले कमाउनै सक्दिनँ। अनि कमाउन नसक्ने भएपछि चाहिँ घरका मान्छेहरूले के सोच्दा रहेछन् भन्दा, पहिला पहिला कमाउन्जेलसम्म म सबभन्दा घरकै सबभन्दा प्यारो थिएँ क्या। यति प्यारो थिएँ नि, अहिले कमाउन नसक्दा चाहिँ घरकै सबैभन्दा काम नलाग्ने चाहिँ मै भएँ क्या। यस्तो चित्त दुख्छ नि, के गर्नु कसम। चित्त त लास्टै दुख्छ क्या, कति हो कति होइन। अब के गर्ने यार, पृथ्वी गोलो छ, घुमी घुमी सबैको दिन आउँछ भने चाहिँ हो रहेछ। अनि मैले अब त्यो भन्दैछु नि, त्यो खौलाएर काम गर्ने क्रममै टिका लगाएँ मन्दिरमा गएर, आजदेखि रक्सी खान्न भनेर।
त्यसपछि अब 2-3 महिना खाइनँ। पछिबाट त्यही तनावले गर्दाखेरि के यस्ता जब धर्म शर्म मलाई केही मतलब छैन भनेर ल्याट्टी रोक्सी खान थालेँ क्या। एउटा गल्ती त्यो भयो। अब जब कि टिका लगाएपछि चाहिँ खान नहुने चिज मैले खाएँ। यस्तो भइरह्यो नि। त्यसपछि अर्को सत्य वचन परमेश्वरी मार्गमा चाहिँ म सामेल भएँ। त्यहाँ पनि अब 2-3 दिन गएँ। प्रत्येक शुक्रबार हो। अनि गएपछि अहिले त मस्ती भयो भने त्यहाँ गएन। तर जे जस्तो भए पनि होइन, त्यो सत्य वचनमा लाग्नु भनेको चाहिँ एकदम राम्रो कुरा रहेछ क्या होइन। अनि मैले कहाँनिर गएर यसो सोच विचार गरेँ भन्दाखेरि कुनै न कुनै धर्म लिइसकेपछि चाहिँ बिच बाटोमा नछाड्ने कि प्रे गर्ने नत्र नछाड्ने। सकभर त लिँदै नलिने होइन, ल्याइसकेपछि चाहिँ छाड्दै नछाड्ने कि त्यतिको बिच बाटोमा लचरपटर गरेर काम छैन। अनि म अस्तिसम्म रक्सी खाइरहेको थिएँ। समथिङ अहिले त 1 महिना भयो मैले रक्सी नखाएको। रक्सी पनि खाएन र अलि गोरो पनि गोरो भएको छु होइन। पहिला त कालो थिएँ। यिनी गाला त यस्तो गरेर भित्रै पसेको थिएँ क्या, खपिल्टा परिसकेको थिएँ। अहिले त यसो गोरो भएछु, अलि यसो हेर्न लायक छु है। अनि बाल पनि मैले एकैटी पालेको थिएँ। अनि बाल पनि काटेँ। अझै अब तिज छेकातिर काट्ने ह्यान्डसम भएर जानुपर्छ तिजको मेलामा नाच्न। अब महिलाको डर खाने भए पनि हामी पुरुषले पनि खानै पर्यो। पुरुष नभई महिला मात्र भएर हुन्न। अनि त्यति गर्दा रक्सी खान्थेँ। रक्सी खाँदा एक दिन गएर खाएँ रक्सी। जब कि त्यो यस्तो अप्ठ्यारो बाटो छ कि त्यहाँ पुरा रोडै रोड छ नि। अब त्यहाँ रोडबाट सुत्त घर आउने बेलामा अप्ठ्यारो बाटो छ, जातिपिटी अप्ठ्यारो। त्यहाँबाट समथिङ मान्छे लोट्ने यताउति गर्ने हो भने त बाँच्ने भनेको त कमै हो क्या, एकदम कम झुक्किएर अक्कल झुक्कल, नत्र कोही बाँच्दैन। चोक्टा भइन्छ कि त्यति अप्ठ्यारो छ। अनि अब एक दिन अब ठिक्क साँझ झिमिक्क पर्न लाग्यो। रक्सी खाएर आएको थिएँ। ठ्याक्क त्यहाँ आएँ। त्यहाँ आएर के भन्छ अरे, म त अब यत्रो इचुको ढिक्क रक्सी खाएर झ्याप भएको थिएँ। यत्रो ढिक्क पोल्टीले त्यो गरेर अड्डिछु भन्ने थिएँ क्या। पोल्टी है, भुर्लुङ पोल्टी। यो टाटा चाहिँ पोल्टीकै चोटो निशान हो। यहाँ थियो यत्रोबाट टिका भएको थियो, त्यो चाहिँ हरायो। अनि यहाँ एउटै टाटा छ यत्रो हो। अनि त्यहाँबाट यस्तो लोटे नि, झन्नै 100मा 95% त म गएकै हो क्या। जस्ट 5%ले मात्रै बचायो। त्यो पनि एउटा त के भन्छ म्यालको बुटा रहेछ अरे, त्यो म्यालको बुटाले बचायो है। त्यहाँ अब थाप्लोमै गएर क्या, आधी त म त्यो भिरमा भुर्लुङ पोल्टिसकेको थिएँ। थाप्लोमै गएर त्यो म्यालको बुटामा गएर ढ्याक्कै अड्डिछु क्या। त्यो म्यालको बुटाले छेकेछ मलाई। राम, त्यो पनि थाप्लै त्यहाँबाट खसेको भए म त बाँच्ने थिएन। हजुरहरूमाझ यसरी खै बोल्न पनि पाउने थिएन होला। त्यो दिनै मेरो अन्तिम दिन हुन्थ्यो क्या। अनि त्यस्तो भयो। झन्नै कटाबाट गुवार चाहिँ झ्यापझुप्पो पाइहालेँ है। पछि कसले मलाई देखेर चाहिँ एकजना त्यही घर मासतिरको त्यो छिमेकी दिदीले देख्नु भएको रहेछ। अनि त्यहाँ त विकास त पोल्टियो ध्यान। अब घर त अब उफ्रिनु भएछ। त्यसपछि झ्यापझुप केटाहरू आएर, 2जना खुच्ची केटाहरू आएर होइन, त्यो भान्जाहरू आएर झ्यामझुममै उठायो क्या। नत्र मटो डाँडाबाट मान्छे नआएको भए चाहिँ म अब उक्लिन्छु भन्थे होला भन्दा भन्ने झन् तल घिर्सिँदै त्यो थाप्लो ठ्याक्कै नाच्थेँ क्या। त्यसपछि त मर्थेँ।
अनि झन्नै तिनीहरू झ्यापझुप आएर उठाइहाल्यो, झन् उठाएर घर लिए क्या। एउटा चप्पल पनि हरायो, त्यो दिन चप्पल लाएर गएको, जुत्ता लाउनु पर्ने रहेछ नि, अनि एउटा चप्पल पनि हरायो, केही भएन। मान्छे त झन् नै हराइएको, जहाँ अब चप्पल हराएर के टेन्सन गर्नु होइन र। सो मलाई चाहिँ यस्तो लाग्छ नि, त्यहाँदेखि चाहिँ यस्तो पर्व यस्तो धर्म लिएपछि चाहिँ बिच बाटोमा छाड्न नहुँदो रहेछ भन्ने पनि हुन्छ क्या। त्यही भएर म त ठुलो कालको मुखैबाट बाँचेँ है। हजुरहरू चाहिँ यदि अब भनौँ न यताउति अब यस्ता धर्म सर्म केही पर्वहरू केही ल्याउनु भएको छ भने चाहिँ कि लिँदै नलिनु त्यो एकदम बेटर होइन। लिँदै नलिने के बरु चाहिँ यस्ता जाब धर्म सर्म मलाई केही मतलबै छैन भन, नमानो हिँड, अब जे देख्यो त्यही खायो। अनि त्यस्तो गर्ने मान्छेलाई बरु चाहिँ मलाई ठिक लाग्यो। तर यो बिच बाटोमा चाहिँ कुनै धर्म पर्व यताउति लिएर चाहिँ छाड्ने मान्छेलाई चाहिँ मलाई ठिक लाग्दैन। म त्यो दिनदेखि चाहिँ अहिले हेर्नु न, पहिला चरा पनि हान्थेँ, अनि एउटा चरा खसाले पनि म उफ्री नाच्थेँ क्या खुसीले। समथिङ चरा पनि मारे, तर बिचरा त्यसको पनि केही न केही त होला होइन। हाम्रो मान्छेको जस्तै हो क्या त्यो। मलाई कस्तो लाग्छ भन्दाखेरि तपाईँको हुन त अब अहिले मेरो आमा हुनुहुन्न होइन, मैले चाहिँ मम भन्छु, मेरो मम्मी हुनुहुन्न, बित्नुभयो। अनि बितेका मान्छेहरूले पनि जुनी फेर्छन् भन्थे नि, भाउ त्यो जुनी फेर्दा भाउ चराको जुनीमा आउनु भएको थियो, मैले प्याट्टा हाने मारेँ होइन र। अनि त्यही भएर चाहिँ मलाई त्यो दिनदेखि चाहिँ मैले ज्यान भन्ने चाहिँ मैले कसैको लिन्न क्या। जानी थाहा पाइ म कसैको हत्या गर्दिनँ, म कसैलाई मार्दिनँ। त्यो दिनदेखि मैले गुलाली पनि फाल्दिएँ, अनि रक्सी पनि खान छाडेँ। अब हेरौँ, अब त्यो सबभन्दा मेन कुरा भनेको त टिका नफर्काइन्जेलसम्म चाहिँ मैले रक्सी नखाने क्या। अब बल्ल त वंशले ट्याक्कै टेकेछ होइन, ठ्याक्क 27-28 वर्ष भनेको भर्खर त आफै नि लाउ खाउ उमेर हो नि त। अब मभन्दा एकदम जुनियर भाइहरूले बिहा गरेर यताउति अब कस्तो गरिराखन् के, बिहा पनि गरिसके। म भने यत्तिकै अहिलेसम्म न बिहा गर्न सकेँ होइन, न गर्लफ्रेन्ड गराउन सकेँ, न बिहे गर्न सकेँ। मेरो जिन्दगी त ठुक्क के भनौँ। त्यही भएर अहिलेसम्म केही पनि गर्न सकेँ होइन। अब जे भयो जस्तो भयो, जैसे आएगा उसे जाएगा नि। अब मैले चाहिँ अब त्यो धर्म लिएर बिच बाटोमा छाड्नु भनेकै म सबभन्दा ठुलो पापी जस्तो लाग्छ। अब चाहिँ त्यो दिनदेखि चाहिँ म जुन गुल्टेँ नि, जुन दिन पोल्टिएँ, त्यो दिनदेखि चाहिँ मैले चरा यताउति हान्दिनँ, मार्दिनँ क्या। अब अस्ति त भनौँ न घर जाने बेलामा त्यो बाटोमा सर्प देखेँ क्या। सर्पलाई पनि यत्रो ढुङ्गाले हानिदिन्छु भनेको थिएँ, मारिदिउँलाई भन्थेँ, तर यसो सोचेँ है मार्नु कसै न कसैको जुनी लिएको होला बिचरा, हान्दिनँ मार्दिनँ भनेर त्यसलाई पनि मारिनँ, लखटेपर्छ गर्दै होइन। त्यो दिनदेखि मैले सर्पी चरा चुरुङ्गी यताउति केही मार्दिनँ क्या। अब के गरौँ, यस्तै छ जिन्दगी भनेको। हामी त गाउँले हजुर, अब गाउँले भएपछि यस्तै हो। अनि सबभन्दा ठुलो कुरा भनेको चाहिँ मलाई के लाग्छ भन्दा होइन, ल ठिकै छ, मैले त अब बिहे गरिनँ, मेरो गर्लफ्रेन्ड छैनन् होइन। अब हुन त मोबाइल पनि आज त कति समथिङ 4-5 महिनापछि हो अब हात परेको है। त्यही भएर मलाई चाहिँ यो कुरा कता गएर पोखम भन्ने भएको थियो क्या। तर यहीँ जे जस्तो भए पनि यहीँ
सामाजिक सञ्जाल मार्फत भए पनि आफ्नो मनको कुरा त यसो खुलाएर मन सन्तुष्टि पार्छु, आनन्द गराउँछु भनेर चाहिँ मैले भनेको, नत्र भन्ने थिएन। यो चाहिँ एक्सिडेन्टको चोट हो है। यहाँदेखि खाना खाएकोले मैले 2 महिना कोमा गएँ। एकचोटि मरेर बाँचेका मान्छे हुँ, 2 महिना कोमा गएर। त्यही भएर भन्छन् त एकचोटि मरेको मान्छे झ्याप्प मर्दैनस् भन्छन् कि, ए नाउनीका भावा भन्थेँ मैले। तर अहिले चाहिँ कस्तो लाग्छ भन्दा हुन पनि हो क्या होइन हो जस्तो पनि लाग्छ कि, किनकि अब त्यस्तो मरिसकेको मान्छे बाँचे त नि, गाह्रो छ। अनि मैले अहिले गएर के भन्छु भन्दाखेरि मान्छे भनेको मान्छे हो कि जम्मा भन्छन् नि, नाना थरी जात यता उति भन्छन्। मलाई त्यस्तो लाग्दैन। मान्छे भनेको जम्मा 2 जातको मात्रै हुन्छ, थाहा छ कुन? एउटा केटी जातको हुन्छ होइन मान्छे भनेको, एउटा चाहिँ केटा, केटी र केटा मात्रै 2 जात हुन्छ क्या। अब फल्ना 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 हुँ भनेर त हुनेवाला केही छैन। सबैभन्दा ठुलो कुरा भनेको फर्स्ट भनेको मन मिल्न पर्यो क्या। मन मिल्छ भने जस्तो जेसुकै जुनसुकै जस्तो सुकै जात भए पनि केही फरक पर्दैन। अनि मन चाहिँ मिल्न पर्यो। अब के भनौँ र, अरू त अब मलाई चाहिँ अब जुन जात भए पनि म चाहिँ रेडी, तर मसँग मन चाहिँ मिल्न पर्यो है। म त जुन जात भए पनि मैले सानो ठुलो भन्दिनँ कि, जात भनेको सब एउटै हो, जस्ट 2 जात, केटा र केटी मात्रै। त्यही भएर मैले चाहिँ जात भनेपछि यताउति केही भन्दिनँ। त्यो जातले जात ठुलो गरेर खान दिने पनि होइन र लाउन दिने पनि होइन। अब फुटेको कर्म अब दुःख गर्नै पर्यो, खानै पर्यो, त्यस्तै छ होइन। सो म चाहिँ त्यही भएर अहिलेसम्म जो सिङ्गल नै छु भनौँ न, सिङ्गल भए पनि केही भएन। रारै बस्ने फारे खाने भन्थे के अरे, त्यस्तै रारै बसौँला फारे खाम्ला, केही भएन। मलाई केटी पनि चाहिन्छ, लभ पनि पार्न पर्छ, बिहे गर्न पर्छ भन्ने पनि छैन, केही भएन। जे जस्तो भए पनि अब अरूले के भनौँ र, मलाई त जुन सुकै जात भए पनि फरक पर्दैन है साथीहरू। प्लिज मलाई चाहिँ जात सानो होस् या ठुलो होस् केही फरक पर्दैन है। बरु चाहिँ होइन, हुनलाई त म पुन मगर हो नि, पुन मगर भए पनि मलाई चाहिँ म मगर हो भनेर मैले नाक ठुलो गराउने, ह्यान त्यान सान दिने त्यस्तो काम चाहिँ गर्दिनँ। जुनसुकै जात भए पनि हुन्छ, तर मसँग चाहिँ मन मिल्न पर्यो क्या। मेरो मन कटक्क खाइदिन पर्यो। त्यस्ता कोही छौ भने चाहिँ हात उठाम भनेर भन्न त नमिल्ने, भन्दिनँ, केही भएन। अब यो भाग्यमा के लेखेछ भाउनु, अब रारै बस्ने फारे खाने हो केटा होइन, लभ नगरिकन बस्ने हो, थाहा पनि छैन। र मैले काममा पनि होइन धेरै ठाउँमा हात हालेँ। मलाई पोखरेली ढुङ्गा लगाउन आउन्न कि, टाइल लगाउन आउन्न कि, अनि अरू के भनौँ होटेल लाइनमा सेफ सेफ पनि भएँ। त्यो जमानामा मैले 18,000 खान्थेँ। अहिले मेरा हेल्परहरूले 40,000 45,000 खान्छन्। मेरा हेल्परहरूले क्या, बच्चाहरूले। अब म त्यतिखेर 18,000 खाने बेलामा तिनीहरूले 10,000 12,000 खान्थे, अहिले त्यत्रो खान्छन्। के गर्ने, मैले काम भनेको त धेरै गरेँ, जतासुकै हात हालेँ। अब आफै साउ पनि भएर बसेँ कि एकचोटि, आफै पनि मासु पसल खोलेँ, मासु पसल खोलेर पनि काम गरेँ। अब खापेन, के गर्नु होइन, दुःख लेखेर रहेछ। अब गर्छु, दुःख केही भएन। जब मान्छे जिउनु रहन्जेल हो क्या दुःख गर्ने भनेको, दुःख त गर्ने हो। अब जस्तो हुन्छ जे हुन्छ अब गर्नै पर्यो नि। अब
के गर्नु र अहिले त मलाई यस्तो लाग्छ नि म हुन भन्दा त नभएकै ठिक छ क्या हो खै अब त्यस्तरी पोल्टिए मलाई कसैले फोन गर्ने यताउति गर्ने पोल्टिन्न म जलजला भन्ने ठाउँमा पोल्टेको तर घरका आइ आफन्तहरू कसैले होइन के फोन गरेर तिनीहरूले थाहा पाउनु त विकास गुल्टियो रे भिडबाट भन्ने त थाहा पाउला नि त तर थाहा पाए पनि एकचोटि कस्तो छ कसरी गुल्टिस किन गुल्टिस कसैले सोध्दैनन् क्या कसैले फोन गरेन कसम त्यो भएर मलाई यस्तो चित्त दुखेछ नि मा कसम के भनौँ र त्यो रिसाले हुन्थ्यो भने त मैले तिमीलाई त बुङ बुङ खाल्टो खनेर घुस्लुकै पुर्दाम जस्तो हुन्छ तर केही भएन होस् हामीले पनि त्यही गरेर देखाइदिउँला होइन हामी पनि भोलि बिहान त्यत्तिकै ठुलो मान्छे हुने चाहिँ हो अब घरको सबभन्दा यस्तो हो घरको सबभन्दा मामला बिग्रिने भनेको घरको सबभन्दा ठुलो अभिभावक जस्तो मान्छेले हामी त सानो मान्छेलाई त सम्झाउने सिकाउने हो क्या अनि म पनि भोलि अभिभावक भयो भने मैले पनि यसो गर उसो गर भनेर सिकाउने हो क्या सम्झाउने हो क्या अब यति गर्दा गर्दै पनि भएन भने त अब पिटे पनि केही फरक पर्दैन तर पिट्ने पनि एउटा तरिका हुन्छ होइन तरिकाले पिटम अब घरका ठुल्ठुला अभिभावक जस्ता मान्छेले त सिकाउने सम्झाउने अराउने बुझाउने नमाने 2-4 झापट हान्ने होला अब हामीले पनि मैले पनि अब किन हानिस् भनेर भन्दिनँ क्या मलाई पनि थाहा छ यो राम्रो काम यो नराम्रो काम यस्तो गर्नुपर्छ म यो चाहिँ पाटोबाट जानुपर्छ है भन्ने कुरा मलाई पनि थाहा छ त्यही भएर गल्ती गर्छु भनी पिटी पनि केही हुन्न कि फरक पर्दैन कि 2-4 झापट हाने पनि केही हुन्न कि अब हान्न त अब मैले कति थप्पर खाएँ यस्तो थप्पर खाएँ यस्तो खाएँ मरेर पनि बाँचेँ केही भएन मरेर पनि बाँच्नु त मान्छे अब कोदो रोपेर पनि भ्याइयो होइन 2 दिनमा ठ्याक्कै 2 दिन त के भन्ने 1 दिन र आधी अब चिया तताएर खाना पर्यो तिमीले खान अब जे जस्तो भए पनि होइन हजुरहरू एकदम खुसी रहनुहोस् सुखी रहनुहोस् के होइन अब मेरो मात्रै कुरा सुनेर पनि नभएको तर हजुरहरूलाई मेरो कुरा चाहिँ कस्तो लाग्छ है राम्रो लाग्छ कि नराम्रो लाग्छ यो जाब हावा ननी फटिरो गाँसेछ जस्तो लाग्छ कि कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु क्या कमेन्ट बक्स सधैँ ओपन हुन्छ यसो पुग्छ क्या छोटो मिठो छिटो छरिटो होइन कमेन्टमा टक्क कमेन्ट गर्नु अब जे जस्तो लागे पनि अब मैले पनि केही सुधार्न पर्ने कुराहरू छन् कि होइन र त्यस्तै हो सुधार्न पर्ने कुराहरू भए सुधारिहाल्छु केही भएन मैले चाहिँ सक्दो कोसिस प्रयास चाहिँ गर्छु क्या अब के गर्ने होइन यहाँ पनि यत्रो चोट देखिँदैछ एक्सिडेन्टको चोट हो यो र यो टाउकोमा कता थियो भित्रको त्यो देखिन्न सो होइन गाइस यति भन्दै आजको दिन चाहिँ जस काम गरेर बित्यो अब धेरै दिनपछि मैले आफ्नो मनभित्रका कुराहरू चाहिँ आनन्दसँग हजुरहरू म्याच व्यक्त गर्न पाएँ क्या होइन अनि यति गर्न बित्तिकै नि मेरो मन आनन्द हुन्छ सो म चाहिँ गाइस ल अब चिया टटाउँछु खान्छु होइन हजुरहरू पनि खानुहोस् स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् सुखी रहनुहोस् खुसी रहनुहोस् होइन म पनि अब चिया टटाएर खानातिर लागेँ बिहान इत्रुको भात खाएर आएको भोक लाग्न थाले लगाइ यति भन्दै अब सत्य चाहिँ यही नै हो होइन अब हजुरहरूलाई के कस्तो लाग्छ त्यो चाहिँ मैले भनिरहेको छु पटक भन्न नपर्यो
गरोस्। तल कमेन्ट बक्समा टक्क यस्तो गर्न पर्छ है, उस्तो गर्न पर्छ है, होइन मैले भनेको त ठिक छ, कस्तो लाग्छ, जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। मैले अब आज जे जस्तो भए पनि छोटो मिठो, अब मिठो त के भन्ने अरे होइन, छोटो अन्तर्वार्ता लिए जस्तो भयो होइन। जति सक्नुहुन्छ सब्सक्राइब गर्न चाहिँ प्लिज, जस्तो कसरी हुन्छ होइन, मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु है प्लिज। म तपाईँहरूलाई 2 हात जोड्छु, बरु चाहिँ उस्तै पर्छ गर्नै पर्छ भन्नुहुन्छ भने म बरु चाहिँ यो शिर छ नि झुकाएर हजुरहरूको पाउ पर्छु क्या, म ढोक गर्न पनि तयार छु। तर सब्सक्राइब गर्न चाहिँ प्लिज फटक्कै पिटिक्कै नबिर्सिनु ल। यति भन्दै म चाहिँ आजलाई गएको। अब यस्तै समयले साथ दिएसम्म होइन, अब 30 पनि अब नजिकै आउँदै छ। अब फेरि 30 को भलक हाल्छु यस्तो छोटो। आजलाई चाहिँ यति भन्दै म चाहिँ गाइजन छुट्टिन्छु, स्याटिन्छु, प्याटिन्छु है त। बाई बाई, all of you, love you so much.